गुड मर्निङ एभ्रिवान। सबैमा मेरो नमस्कार र सर्वप्रथम म एकदमै धेरै धन्यवाद दिन चाहन्छु राधा फाउन्डेसन र टिमलाई। यो 3 दिनको यहाँहरूको इन्टरनेसनल कन्फरेन्समा यसको पार्ट आज जुन यो बुकको लन्च भएको छ, रिसर्चको लन्च भएको छ, त्यसको विषयमा र त्यसको विषयमा चाहिँ अलिकति यहाँ मलाई भन्ने मौका दिनुभएकोमा म एकदमै धेरै धन्यवाद दिन चाहन्छु। सुरुमा त एकदमै के भनेर चाहिँ मैले थ्याङ्क यू भनौँ भनेर नै मलाई कस्तो भइरहेछ, तर पनि यो एकदमै राम्रो लागिरहेछ मलाई। जब यो सुने मैले, उहाँहरूले मलाई इन्भिटेसन पठाउनु भयो, त्यो पछाडिदेखि नै मलाई एकदमै खुसी। जुन कुरा चाहिँ अब हामीले जे कुराहरू पहिलादेखि चाहिँ चिच्याइ भनिरहेका थियौँ, त्यो कुराहरूको जुन डिग्निफाइड मेन्चुरेसनको कुरामा कस्तो खालको ब्यारियर चाहिँ महिला, त्यसभित्र अपाङ्गता भएको महिला, त्यो भित्रको पनि विविधता जुन हामीले कुरा गरिरहेछौँ, त्यसमा अपाङ्गता भएको महिलाहरूले यो कुराहरूलाई कसरी फेस गरिरहेछ, कस्तो खालको ब्यारियरहरू चाहिँ छ भन्ने कुरा चाहिँ हामीले भनिरहेको थियौँ, तर कि खोइ त एभिडेन्स भन्ने कुराहरू आउँथ्यो। भनेपछि यो बुक जुन आज चाहिँ रिसर्चको बुक पब्लिस भएको छ, त्यो बुकले हामीलाई एउटा बाटो दिएको छ कि अपाङ्गता भएका व्यक्ति, अपाङ्गता भएको महिलाभित्रको जुन विविधता छ, त्यो विविधतामा चाहिँ कस्तो खालको चाहिँ डिग्निफाइड मेन्चुरेसनको लागि चाहिँ कस्तो खालको प्रब्लमहरू, कति खालको चाहिँ स्टिग्माहरू चाहिँ भोगिरहेको छ अपाङ्गता भएको महिलाले। जहाँ अपाङ्गता भएको महिला, उहाँहरूले चाहिँ बच्चैदेखि नै उहाँहरूलाई चाहिँ बच्चाको रूपमा पनि अलिकति धेरै स्वीकार नगर्ने, महिलाको रूपमा पनि स्वीकार नगर्ने, उसलाई त पिरियड नभइदिएदेखि हुन्थ्यो, बरु उसले चाहिँ पिरियड भयो भनेदेखि भोलि के हुन्छ भनेर चाहिँ अझै धेरै हिंसा हुने डर हुन्छ, अथवा हिंसा हुने डर हुन्छ भन्ने हिसाबले चाहिँ परिवारले सोचिरहेको यो समाजमा चाहिँ यो डिग्निफाइड हुनपर्छ र महिलाभित्रको विविधताको कुराहरू उठ्नुपर्छ भनेर जुन यो राधा फाउन्डेसनले चाहिँ गरिराख्नु भएको छ र विभिन्न सेक्टरबाट पनि यसको आवाजहरू चाहिँ उठिरहेको बेलामा यो रिसर्चले चाहिँ पक्कै पनि हामीलाई एउटा एभिडेन्स चाहिँ दिएको छ। यो एभिडेन्सले हामीलाई भोलिका दिनहरूमा र आगामी दिनमा यो ग्लोबल साउथ मात्रै होइन कि हामीले वर्ल्ड वाइड नै यसलाई चाहिँ अझै धेरै यो के गर्नुपर्छ भन्ने कुरामा पनि अझै धेरै यसले सेन्स दिएको छ। अपाङ्गताको विविधतामा हामीले हिंसाको कुरा गर्छौँ, जस्तो कि अब हामी अपाङ्गताको अघि 10वटा जुन क्याटेगोरी कुरा गर्नुभयो, त्यो 10वटा क्याटेगोरीमा पनि इन्टेलेक्चुअल डिसेबिलिटी भएको, डाउन सिन्ड्रोम भएको त्यस्तो व्यक्तिहरूको, त्यस्तो महिलाहरूको, बालिकाहरूको चाहिँ पहिला सुरुमा नै पाठेघर झिकेर फाल्दिन पाएदेखि त उसले हिंसा गरे, कहाँबाट डिग्निफाइड मेन्चुरेसनको कुरा आउने। त्यो भएको भएर यस्तो कुराहरूलाई चिर्नको लागि पनि जुन यो रिसर्च आएको छ, त्यो रिसर्चले चाहिँ एकदमै ठुलो हामीलाई भ्यालु दिन्छ र यो कुरा, यसमा आएका कुराहरूले हामीलाई भ्यालिडेसन गरेको छ, ताकि हामीले भनेका कुराहरूलाई चाहिँ रिसर्चले बोलेको छ है भन्ने कुरा चाहिँ आएको छ। त्यसको लागि म हामी सबैलाई र राधा फाउन्डेसनलाई म एकदम धेरै धन्यवाद दिन चाहन्छु। यस्तै गरेर अघि त्यो सबै कुराहरू आएको थियो। हामीले स्कुलको करिकुलममा पनि जस्तो कि महिलाहरू नै त्यो स्वास्थ्य पढ्ने बेलामा चाहिँ बाहिर निस्किनुहुन्थ्यो, के अरे बालिकाहरू, उहाँहरूलाई भित्र राखिँदैन थियो। त्यो बेलामा त्यस पछाडि अपाङ्गता भएकोलाई त झन् धेरै राखिँदैन थियो। अनि अपाङ्गता भएको महिला, अपाङ्गता भएको बालिकाहरू पनि चाहिँ पिरियड हुन्छन्, उनीहरूको लागि चाहिँ एक्सेसेबल प्लेस चाहिन्छ, उहाँहरूको पहुँचयुक्तताको अवस्था सुनिश्चित गर्नुपर्छ। जस्तो भौतिक पहुँचको कुरा, टोइलेटको कुरा, त्यहाँबाट व्हिलचेयर जाने टोइलेटको कुरा, प्याडहरू दिँदा पनि कम्फर्टेबल प्याडहरू चाहिँ हुन्छ कि हुँदैन भन्ने कुरा, उनीहरूले लिने कुरा कसरी एक्सेस गर्छन्, अनि सरसफाइको कुरामा धाराहरू कहाँ छ, उनीहरूले प्रयोग गर्न सक्छन् कि सक्दैन भन्ने कुरा, यावत ब्यारियरहरू चाहिँ एकदमै धेरै चाहिँ फेस गरिरहेको अवस्थामा यो कुराहरू चाहिँ हामीले उठाउनुपर्छ र गर्नुपर्छ भन्ने कुरा हामीले भनिराखेको। तर यो रिसर्चले चाहिँ
एकदमै ब्रोडर सेन्स चाहिँ दिएको छ। यो रिसर्च साँच्चीकै हामीले अब आगामी दिनमा चाहिँ एडभोकेसी टुल र हामीले जुन अहिले यसले रिकमेन्ड गरेको कुराहरू छ, यो रिकमेन्ड गरेको कुराहरू हामी सबैजनाले चाहिँ यसमा लाग्यौँ भनेदेखि पक्कै पनि अपाङ्गताभित्रको जुन विविधता छ त्यो विविधताले हामीले भोलि गर्ने काम इम्प्लोइमेन्टको कुरा हुन्छ, शिक्षादेखि हामी पछाडि जुन पारिएको छ त्यो पारिएको कुराहरूलाई चाहिँ अगाडि बढाउनको लागि पनि एकदमै धेरै यसले चाहिँ सेन्स दिन्छ र हामी सँगसँगै यसमा चाहिँ काम गरेर जान सक्छौँ। आगामी दिनमा पनि यहाँहरूले जुन गरिराख्नु भएको छ, कुराहरू उठाइराख्नु भएको छ, यो कुरा पनि अझै धेरै चाहिँ मासमा चाहिँ जानेछ र अपाङ्गता भएका बालिकाहरूले सहज तरिकाले सहज वातावरणमा डिग्निफाइड भएर चाहिँ बाँच्न पाउनुहुनेछ र मर्यादित जीवन चाहिँ बिताउनुहुनेछ। यो एउटा ह्युमन राइट्सको इस्यु हो। यसलाई चाहिँ हामीले छुवाछुत गरेर बाहिर बस र के गर भनेर अरू कुराहरूसँगै भन्दा पनि हामी आफैबाट चाहिँ परिवर्तन हुनुपर्छ। हामी पहिला आफू परिवर्तन भएर अरूमा चाहिँ परिवर्तन गराउनुपर्छ भन्ने कुरा पनि चाहिँ भन्न चाहन्छु। र यो मेन्चुरेसन भनेको एकजनाको मात्रै कुरा होइन, दुईजनाको मात्रै कुरा होइन, यो सबैजनाको डिग्निफाइड मेन्चुरेसन चाहिँ डिग्निफाइड चाहिँ एभ्री वानको चाहिँ बिजनेस हो। सबैले बोलौँ, सबैले गरौँ। एक्सेसेबल इन्भाइरोमेन्टको लागि डिग्निफाइड मेन्चुरेसन सधैँ नै हामी बोल्न तयार छौँ र सधैँ गर्न तयार छौँ। र यो हामी सँगसँगै चाहिँ नेपाल अपाङ्ग महिला सङ्घले जुन काम गरिरहेछ, आगामी दिनमा पनि यसलाई चाहिँ हामीले रेज अवेरनेसको कामहरू र अरू विभिन्न पोलिसीमा इन्टरभेन्सन गर्ने कुराहरू पनि हामी चाहिँ यसमा लागि पर्नेछौँ र गर्नेछौँ। हामी सँगसँगै छौँ भन्दै म एकदमै धेरै धन्यवाद दिन चाहन्छु र राधा फाउन्डेसनलाई एकदम धेरै धन्यवाद। नमस्कार।